सो आइएल्स को लेक्चर 1 स्टार्ट गरौँ। आइएल्स भनेको के हो त भन्दाखेरि इन्टरनेशनल इंग्लिश ल्याङ्ग्वेज टेस्टिङ सिस्टम हो। यसमा चाहिँ हाम्रो 4वटा मोड्युलहरु हुन्छ, जस्तै लिसनिङ, रिडिङ, राइटिङ, स्पिकिङ। यसलाई कसरी याद गर्ने भन्दाखेरि यहाँ छ है त हाम्रो ट्रिक, एल आर डब्ल्यू अनि एस है, एल आर डब्ल्यू अनि एस। यसरी चाहिँ हामीले यसलाई याद गर्न सकिन्छ है त, एल आर डब्ल्यू एस। यो आर डब्ल्यू भनेको के हो त भन्दाखेरि यो भनेको रिड राइटेबल, तपाईले सीडी रोमहरु सुन्नुभयो होला नि, आर डब्ल्यू त्यहाँबाट याद राख्ने रिड राइट, अनि त्यहाँबाट आइहाल्यो रिडिङ राइटिङ, अनि त्यसपछि एल भनेको लिसनिङ, अनि एस भनेको स्पिकिङ जहिले पनि लास्ट टर्ममा हुन्छ। यो स्पिकिङ चाहिँ फिजिकल्ली हुन्छ फेस टु फेस टिचरसँग है। अनि यो हाम्रो आइएल्स को ब्यान्ड चाहिँ आउट अफ 9 को हुन्छ, 9 ब्यान्ड मध्ये यो 0 देखि 9 को रेटिङ हुन्छ हो। अनि ती मध्ये त्यो गर्न पाइन्छ। अनि आइएल्स चाहिँ कतिवटा टाइपको हुन्छ भन्दाखेरि 2टा टाइपको हुन्छ है आइएल्स। आइएल्स हाम्रो यहाँ 2टा टाइपको हुन्छ। के हो त भन्दाखेरि एउटा आइएल्स एकाडेमिक्स हुन्छ र अर्को भनेको आइएल्स जेनरल हुन्छ। आइएल्स एकाडेमिक्स कस्तो हो भन्दाखेरि यो एकाडेमिक स्टुडेन्टले स्टडी एब्रोड गर्नको लागि आइएल्स एकाडेमिक गर्छन् भने, जेनरल भनेको जेनरल आइएल्स टेस्ट कस्तो हो त भन्दा यो विदेशमा जबहरुको लागि जान पर्यो भने त्यस्तो बेला चाहिँ जेनरल आइएल्स अथवा त्यो कहिलेकाहीँ इमिग्रेसनहरुमाको लागि यो जेनरल आइएल्स गर्ने गरिन्छ। देयर आर 2 वेज टु टेस्ट द टेस्ट है त, 2टा वेहरु हुन्छ। के हो त भन्दाखेरि पेपर बेस्ड टेस्ट हुन्छ एउटा चाहिँ कम्प्युटर बेस्ड टेस्ट हुन्छ है। यो पेपर बेस्ड टेस्ट पनि दिन पाइन्छ आइएल्समा अनि कम्प्युटर बेस्ड टेस्ट पनि दिन पाउँछ। तपाईले जुन पनि चुज गर्न पाउनुभयो है यो 2टा मध्येमा। अब त्यसपछि हेरौँ हाम्रो अब हु सेट्स द क्वेशन पेपर है। क्वेशन पेपर चाहिँ कसले बनाउँछ? क्याम्ब्रिज युनिभर्सिटी इंग्लिशले बनाइरहेको हुन्छ क्वेशन पेपर। अब चाहिँ हामी हेरौँ डिफरेन्स बिट्विन पेपर बेस्ड टेस्ट र कम्प्युटर बेस्ड टेस्ट है त। कम्प्युटर बेस्ड टेस्टको र पेपर बेस्ड टेस्टको यहाँ डिफरेन्स लेख्दैको छु मैले, यहाँ हेर्न सक्नुहुन्छ है त। स्पिकिङ यसलाई स्क्रिनशट पनि गर्न सक्नुहुन्छ, तपाईहरुलाई सजिलो हुन्छ। जस्तै पेपर बेस्ड टेस्ट चाहिँ 7 डेजको हुन्छ अनि कम्प्युटर बेस्ड टेस्ट जम्मा 2 दिनमा यसको रिजल्ट आइहाल्छ है। यो 1 दिनमै हो, एक्जाम हुने त 1 दिनै हो, तर त्यसको रिजल्ट आउन कति दिन लाग्छ भन्नेको। जस्तै वर्ड काउन्ट भिजिबिलिटी भनेको यसको वर्ड काउन्ट चाहिँ नट भिजिबल हुने हो। जस्तै पेपरमा लेख्दाखेरि तपाईले वर्ड काउन्ट देख्न सक्नु भएन, तर त्यही कुरा कम्प्युटरमा यदि गर्नुहुन्छ भने त्यहाँ चाहिँ वर्ड काउन्टहरु पनि देखाउने गर्छ के है। तपाईले टाइप गरिरहेको बेला कति वर्ड तपाईले लेखिसक्नु भयो भनेर त्यहाँ देखाउँछ, तर त्यो खासै प्रब्लम चाहिँ हुँदैन। टेस्ट सेटिङ भनेको हेर्नु क्लासरुममा हुन्छ। यो क्लासरुममा युजुअली स्याटरडेको दिन हुन्छ, ठ्याक्क त्यहाँ गएर तपाईले आफ्नो टेस्ट दिने हो। त्यसैगरी कम्प्युटर बेस्ड टेस्टमा एउटा क्युबिकल भनेको तपाईले जब गर्ने ठाउँ हुन्छ नि, ठ्याक्क एउटा सेपरेटेड तपाईको डेस्क हुन्छ जहाँ चाहिँ कम्प्युटर राखेको हुन्छ, त्यहाँ गएर तपाईले क्युबिकलमा दिने हो। अनि त्यसपछि टाइम डिफरेन्स भनेको लिसनिङमा हेर्नु है त। लिसनिङमा के हुन्छ त भन्दाखेरि पेपर बेस्ड टेस्टमा 10 मिनेट एक्स्ट्रा पाइन्छ है फर ट्रान्सफरिङ द एन्सरहरु ट्रान्सफर गर्नको लागि 10 मिनेट चाहिँ एक्स्ट्रा दिने गरिन्छ भने 2 मिनेट मात्र एक्स्ट्रा दिने गरिन्छ हाम्रो कम्प्युटर बेस्ड टेस्टमा है। अनि पेन अर पेन्सिल हेर्नु है त। पहिला चाहिँ पेन्सिल युज हुन्थ्यो, तर यही बेला अहिले आईडीपी ले चेन्ज गर्दैछ है। यही वर्षबाट अब पेन मात्र युज गर्न पाउँछ। त्यो पनि पेन पनि के हुन्छ त भन्दाखेरि तिनीहरुले सेन्टरमै प्रोवाइड गरेको पेन, हामीले बाहिरबाट लान पाइदैन, त्यही सेन्टरमै प्रोवाइड गरेकै पेन युज गर्नुपर्छ। त्यसैगरी यो 2 फेब्रुअरीबाटै चेन्ज भएको है, यही 2025 बाटै हो सायद है डेट चाहिँ। अनि टाइपिङ हेर्नु त, यसमा चाहिँ सीबीटी कम्प्युटर बेस्ड टेस्टमा के हुन्छ त भन्दाखेरि टाइपिङ गर्नु पर्यो तपाईले। त्यसैगरी हेर्नु त आर यु कम्फर्टेबल विथ टाइपिङ अर राइटिङ है। तपाईले अब कसरी डिसाइड गर्ने त, पेपर बेस्ड टेस्ट गर्ने कि कम्प्युटर बेस्ड टेस्ट गर्ने? अब तपाईले एकदम कम्फर्टेबल हुनुहुन्छ आफ्नो टाइपिङ अथवा राइटिङमा। टाइपिङमा कम्फर्टेबल हुनुहुन्छ भने तपाईले कम्प्युटर बेस्ड टेस्ट लिदा भयो। यदि राइटिङ चाहिँ मजा लाग्छ, लेख्दाखेरि ठ्याक्क सोच्न सक्नुहुन्छ तपाईले हैन भने त्यति बेला के गर्नु त भन्दाखेरि तपाईले यो आइएल्स राइटिङ लेख्नु है त, राइटिङ युज गर्नु है। यो हातले ह्यान्ड राइटिङले गर्ने। इज माई ह्यान्ड राइटिङ लेजिबल, तपाईको ह्यान्ड राइटिङ बुझ्ने मिल्ने छ कि नै, यदि छ भने बल्ल त्यति बेला चाहिँ पेपर बेस्ड टेस्ट दिनु होला। नत्र के गर्नु त भन्दाखेरि कम्प्युटर बेस्ड टेस्ट दिन तपाईको ह्यान्ड राइटिङ अलि राम्रो छैन भने, किनकि ह्यान्ड राइटिङ त त्यहाँ राम्रो चाहियो नि त हैन, अलिकति बुझ्ने चाहियो है। बुझ्न सक्ने भयो केही फरक परेन राम्रो नराम्रो भएर। अनि स्पिकिङ अन द सेम डे हुन्छ कि नै हेर्नु है त।
युजुअल्ली पेपर बेस्ड टेस्टमा चाहिँ त्यही दिन चाहिँ स्पिकिङ हुँदैन, अर्को दिन लगभग 4 देखि 5 दिन पछि नै स्पिकिङ हुने गर्छ जेनरली। तर यो टाइम चाहिँ हेर्नुपर्छ है। तर यो चाहिँ सबै मोड्युल चाहिँ सेम डेमै हुन्छ, एक दिनै तपाईँ सब टेस्ट सकाउनु खोज्नुभएको छ, एकदम टाइमै छैन, ठ्याक्कै एक दिनमै सब चिज सकिहाल्ने हो भन्नुहुन्छ भने चाहिँ कम्प्युटर बेस्ड टेस्ट लिनु है त्यस्तो बेला सबै चिज। तर होइन मलाई अलिक प्रिपेयर गर्छु, स्पिकिङमा राम्रो ल्याउँछु भने, किनकि 4 देखि 5 दिन त अगाडि पनि हुन पाउँछ पछाडि पनि हुन पाउँछ भनेपछि स्पिकिङमा मात्र फोकस भएर पढ्न पाइयो नि त, भनेको स्पिकिङ इम्प्रुभ हुने भयो होइन। अनि 4-5 दिन एकदम राम्ररी इङ्ग्लिस बोल्यो भने अथवा इङ्ग्लिसमा यो स्पिकिङमा म पछि भिडियोमा पनि ल्याउँछु, स्पिकिङमा के ख्याल राख्नुपर्छ त्यस्तो टिप्सहरू है त, त्यो कुराहरू पनि ल्याउँला। अनि त्यसरी चाहिँ तपाईँले यो पेपर बेस्ड टेस्ट चाहिँ प्रिफर गर्न सक्नुहुन्छ यदि तपाईँलाई अलिकति टाइम छ भने है त। अब हेरौँ यी मोड्युलहरूको डिफरेन्स, एकदम डिटेल चिज है त। लिसनिङ मोड्युल हेर्नु, लिसनिङ मोड्युल 30 मिनटको हुन्छ हाम्रो है। 30 मिनटमा के गर्नुपर्छ त भन्दाखेरि 4वटा सेक्सन हुन्छ, त्यसको पार्ट्सहरू हुन्छ, जस्तै 40 क्वेसन्सहरू आउन सक्छ है। 40 क्वेसन आउँछ, एप्रोक्सिमेटली 30 मिनट लाग्छ। 10 क्वेसन इच पार्टलाई दिनुपर्ने हुन्छ है त तपाईँले। सबै क्वेसनमा चाहिँ 10वटा क्वेसनहरू हुन्छ होइन, सबै क्वेसनमा सबै पार्टमा 10वटा क्वेसनहरू हुन्छ। अनि त्यसपछि पार्ट 1मा हेर्नु, फर्मल कन्भर्सेसन बिट्विन 2 पिपल, युजुअल्ली यो चिजको पार्ट 1मा आउँछ है। पार्ट 1मा के हुन्छ त भन्दाखेरि हाम्रो 2 जना मान्छे बीचको संवाद हुन्छ, त्यहाँ चाहिँ अब त्यही तिनीहरूको बीचको कम्युनिकेसनलाई बुझेर अनि हामीले चाहिँ त्यसको एन्सरहरू लेख्नुपर्ने हुन्छ, फिल आउट गर्नुपर्ने हुन्छ है। अनि पार्ट 2मा के हुन्छ त भन्दाखेरि मोनोलग बिट्विन 1 पर्सन, एउटा पर्सन मात्र बोल्छ, जस्तै लेक्चरहरू हुनसक्छ तपाईँको एकाडेमिक लेक्चरहरू अथवा अरू केही चिजहरू हुनसक्छ होइन, त्यसमा चाहिँ एउटा मान्छेले मात्र बोल्छ, यो पार्ट 2मा हुन्छ। पार्ट 3मा के हुन्छ त भन्दाखेरि एकाडेमिक कन्भर्सेसन है, 2 to 4 पिपल, 2 देखि 4 पिपलहरूको बिचमा एकाडेमिक कन्फिग्रेसन हुन्छ, एकाडेमिक कन्भर्सेसन हुन्छ। अनि पार्ट 4मा के हुन्छ त भन्दाखेरि मोनोलग, एकाडेमिक कन्टेक्स्ट अनुसार आफै मान्छे बोल्छ एउटा मान्छे, अनि त्यही अनुसारको एकाडेमिक कन्टेक्स्टमा मोनोलग हुन्छ है त। अनि जस्तै हेर्नु त डिफिकल्टी चाहिँ पार्ट 1, पार्ट 2, पार्ट 3, पार्ट 4मा सबभन्दा डिफिकल्ट पार्ट भनेको यो लास्टको पार्ट हुन्छ। डिफिकल्टी चाहिँ बढ्दै जान्छ है बिस्तारै बिस्तारै, हरेक पार्ट सँगसँगै डिफिकल्टी बढ्दै जान्छ, भनेको पार्ट 1 अलिक सजिलो हुन्छ, पार्ट 2 चाहिँ अलिक त्यसभन्दा गाह्रो, पार्ट 3 झन् गाह्रो, पार्ट 4 झनै गाह्रो है त।